कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्बर 2 मा आजबाट सिलाइ कढाइ तालिम सुरु भएको छ। लम्कीचुवा नगरपालिका वडा नम्बर 2 को आर्थिक सहयोगमा सुरु भएको तालिम 1 महिनासम्म सञ्चालन हुनेछ। तालिममा अति विपन्न, आर्थिक रूपमा कमजोर र एकल महिलाहरूलाई बढी प्राथमिकता दिएको छ। तालिमले आत्मनिर्भर हुन र आय आर्जन गर्नमा मद्दत गर्ने वडा अध्यक्ष सन्तोष कुमार ओलीले अपेक्षा गरेका छन्। आजबाट सुरु भएको सिलाइ कढाइ तालिममा 36 जनाको सहभागिता रहेको वडा अध्यक्ष ओलीले बताएका छन्। यसको खास उद्देश्य भन्नाले जो महिला दिदीबहिनीहरू काम गर्न इच्छुक हुँदाहुँदै, काम सिक्ने इच्छुक हुँदाहुँदै, सिप सिक्न इच्छुक हुँदाहुँदै आर्थिक अभावले पछि परिरहनु भएको महिला दिदीबहिनीहरूलाई हामीले प्रत्येक वर्ष कहिले तपाईँको चाहिँ ब्युटिसियन तालिम, कुनै वर्ष तपाईँको अचार बनाउने तालिम, कुनै वर्ष यस वर्ष तपाईँ 36 जनालाई हामीले चाहिँ यो सिलाइ कढाइ सम्बन्धी तालिम दिइरहेछौँ। अनि हामीले यस्तै हिसाबले चाहिँ महिला दिदीबहिनीहरूलाई सिप सिकाएर त्यसबाट चाहिँ अलि आर्थिक वृद्धि, आर्थिक उन्नति होस् भन्ने सोचका साथ हामीले प्रत्येक वर्ष यस्तै कार्यक्रमहरू गरिरहेका छौँ। हजुरले सुन्नु पनि भयो होला। यो वर्ष हामीले चाहिँ 36 जनालाई सिलाइ कढाइको तालिमको आज उद्घाटन गरेका छौँ। वडा अध्यक्ष ओली जनप्रिय कामहरू गरेर जनताको बीचमा लोकप्रिय छवि बनाएका जनप्रतिनिधि समेत हुन्। उनी निर्वाचित भएदेखि नै राम्रा कामहरूको सुरुवात गर्दै आएका थिए। भाषण गर्न नजान्ने तर काम गर्ने जनप्रतिनिधिको रूपमा अध्यक्ष ओलीले आफ्नो पहिचान बनाएका छन्।